हाई गाइस, हामी चाहिँ गार्डनतर्फ लाग्यो आज सन्डेको दिन है। बहिनी र म चाहिँ लगेको अब गार्डन गएर भेटौँ ल। जानु गाडी के रोक्नु सक्ला यो ल चण्डीगढ सिटी ग्रिन सिटी नि फुल कस्तो मजाले फुलिरहेको छ। यो चाहिँ कुनै के है हाम्रो आइतबारको घरमा पनि थियो है यो फुल चाहिँ नामै बिर्सेँ ल। बहिनीलाई पुरा हावाले फुट्यो हो, बहिनीलाई पुरा हावाले फुट्छ कि न त सबै भएन त्यो केटीलाई उल्टा गरिदिनु पऱ्यो। हावाले पुरा फुट्छ कि हो र। Look, here is the botanical garden. Excuse our garden entrance too. Amazing. So special. This is the entrance. My now, बहिनीलाई चाहिँ उल्टा पारामा आज त साह्रै उल्टा क्या त्यतिकै बनाएको रहेछ। आई हेभन केम हियर बिफोर, दिस इज टोटली न्यू, नयाँ बनाएको रहेछ क्या। आउने दिन चाहिँ दिँदैन तर दिस इज भेरी नाइस है, यस्तो मजाको बनाएको रहेछ नि। ए हो म चाहिँ आजै आउँदैछु त्यहीँ त्यहाँ 10-15 कदमको दूरीमा पनि आम्मा लु हाम्रोतिर टुरिस्टले यस्तो रुख किनेर लग्यो भनेर मैले गाडीमा भेटाएको थिएँ टुरिस्ट चाहिँ। यहाँ त यसरी सजाएछ त अन्त कस्तो मजाको हेर्नु नि। यो बोटानिक टोटली चेन्ज भएको छ केटी। यो हामी चण्डीगढ पढेर जानेहरू चाहिँ कति आउँथ्यो नि बोटानिक गार्डन कि हामी वकमा मजाले घुम्थ्यो हो। अन्त इभिनिङमा बिहान आउँथ्यो है, पढ्नु आउँथ्यो हामी, मेडिटेसन गर्नु आउँथ्यो, योगा गर्नु आउँथ्यो छुट्टीको टाइममा। त्यो यादहरू बटोर्नु आएको। तर मलाई नै बोटानिकले उल्टा सरप्राइज गरिदियो, सरप्राइज। सो नाइस सो नाइस सो नाइस, यति साह्रो दामी बनाएको रहेछ, अनबिलिभेबल हो अनबिलिभेबल। केयरटेकरहरू पुरा छ यहाँनिर, यहाँनिर पत्ताहरू ड्राई भन्दा फाइन लाग्छ होइन। त्यो हेर्नु नि हो कागहरू चाहिँ माथिको त्यो डोम चाहिँ फुटेछ कि त्यहाँबाट चाहिँ चरा हुँदो रहेछ हौ। यो कमिलाको घर पनि सोकेस बनाएर राखेको छ। कस्तो दामी बनाएको रहेछ होइन। आज त आज सो सरप्राइज नि हो साथीहरू। यहाँ हेर्नु नि हो सुन्तला देख्दैछ, सुन्तला यस्तो उयो है, यो हाइब्रिडेड हो नि त, सोकेसको लागि कि हाम्रो त्यहाँनिर उयो छिमेकीले पनि राखेको छ कि राख्नु चाहिँ अल्छी लाग्छ। तर मलाई स्याहार्नुहरू चाहिँ पाउनु चाहिँ पाउँछ। यहाँ पनि कस्तो मजाको त्यो देख्नु होइन हाम्रो यहाँ बहिनी चाहिँ हे सानो। अब हामी त धुर्मुस भएर आएको छ, उठेको पनि हिँडेको होइन। ल हामी चाहिँ यहाँबाट निक्ल्यो होइन, जस्ट बसेको थियो। त्यहाँको एलोभेराहरू हेर्नु नि सजाउनु हो भएछ। राम्रो चाहिँ भने छैन, उम्रेकै छैन मेरो त कि लाउनु चाहिँ पर्ने छ। बहिनी साना यता हेर्नु त बहिनी, साना यता हेर्नु त ह्याप्पी ह्याप्पी छ कि होइन हौ। के झारू हौ सिरियस अघि टोपी लाउँदैन अहिले हेर्नु आधी टाउको टोपी छोडेर हिँड्छ। आवाज नै
चन्दन रहेछ है त्यहाँनिर देख्यो होला नि यस्तो हुँदो रहेछ बोट नि इन्डियन स्यान्डलवुड होइन चन्दनको बोट जस्तो भन्दा म फर्स्ट टाइम देख्दैछु है लु हेर नि यो चाहिँ माथि हेर्नुहोस् जस्ट लाइक अ चेरी ब्लजम तर चेरी चाहिँ होइन यो चाहिँ हो यो चाहिँ चेरी होइन आई डोन्ट नो के हो तर अब यही फुल हेरेर म आएको यहाँदेखि उता गयो थुप्रो छ साथीहरू म यहाँबाट चाहिँ उता चाहिँ बादमा एक्सप्लोर गरौँला अनि म चाहिँ यहाँबाट फर्किँदैछु अब परन्डी पुगेर टोटो के हुन्छ भन्नु नि फेरि पनि है म चन्दनको रुख देखाएँ ल यस्तो हुँदो रहेछ इन्डियन स्यान्डलवुड पाटल लाँदाखेरि दिस इज सिनेमन क्यान यु सी इट तेजपत्ता हो तेजपत्ता ऊ ढुङ्गामा लेखिरहेको मैले ढाँटेको नि हेर्दैछ तेजपत्ता रहेछ नि रुख चाहिँ हेर्नु नि भुइँभरि छ तेजपत्ता ल मारे नि भगवान् हामीतिर किनेर खान्छ है तर ब्रेथ टेकिङ उयो है यस्तो चराहरू हाँसहरू जङ्गली हाँसहरू नि खेलिरहेछ होइन यस्तो मजाको होइन मेरो नानी चाहिँ खुसी छ मेरो नानी चाहिँ एकदमै खुसी छ आज हो बहिनी छक्कै पऱ्यो झिल देखेर छक्कै अम्म होइन मेरो बोजू हो खुसी भएको अरे खुट्टा हल्लाउँदै वाटर पनि खानुपर्छ ल पानी पनि मैले मन तातो गरेर ल्याएको छु अनि झारबाट अलिकति सुन न बहिनी छ निदाइछ पो ओ एकछिन त सायद तपाईँले मेरो पोस्ट पहिला चेक गर्नुभएको छ भने चाहिँ बहिनीको पहिलाको भिडियो पनि छ यहाँ चाहिँ होइन हेर्नु झार अब अहिले हेर्नु है 9:10 भइसकेको छ है अब 9:49 भइसकेको छ भए पनि यो झारको पानीहरू चाहिँ सुकेकै छैन सो र चाहिँ के झारतिर प्लान्टतिर साना साना ओ बहिनी सानो हेलो हेर केटी खै बहिनी एकछिन खेल्छ होला भनेर लिएर आएको के हो त्यो अलिकति ल बेसी तातो छैन पुरा उयो छ ठिकैको खाले कि वाटर राम्रो चिप्स खाने नि त मिठो के हो मुखभरि कालो कालो छ त हौ चिप्स खाने हो चिप्स बहिनीको हात चाहिँ साँच्चै अब गएर यस्तो म नुहाइदिन्छु नि फाइनली सी इज अवेक हो अन्त अब होस् होस् भन्छु कि खान्छौँ नि ल बहिनी आइज साना चिप्स खाँदैछ भोलिँदैन नि बेला बेला अब त्यो कन्टिन्यू त दिँदैन कि अन्त खेर रुन्छ अन्त लु म चाहिँ गएको भएको बहिनीहरू नि अब चाहिँ कुद्नु थालेँ बस्छ चार दिवारको बिचमा बहिनी बाछा त हो आज त उम्केको लु बाछा आउनु बहिनी कहाँ गएको हामी अम्मा म खुसीले चाहिँ भाग्नु न कहाँ गएको बाई बाई आम्मा यसको आँखाहरू पनि शान्ति भएर नि हरियो परियो देख्नु पाएर नासेतो बिता हेर्दा के हो अहिले लु बहिनीले चाहिँ यहाँ सेट गरिसक्यो होइन नो फाइदा छैन अन्त के भन्नु सिज नट प्लेइङ त्यही भनेर हो हामी पनि अब एकवटा भयो हो भुइँमा लडिबडी गर्नु दिनु भन्दा पनि अब भुइँ चिसो प्लस झारको पानी सुकेको छैन रहेछ नि त के गर्नु त्यही माथि यो भुइँमा पुरा पानी लागेको रहेछ कि प्लान्टतिर पानी लागेको नि त जब चिसो रहेछ हुन्छ होइन भने नमस्कार हाँ जी एक डेढ़ हो गए सोई गई थी बीच में अच्छा